हेलो गुड मॉर्निंग गाइज, वेलकम टू माई मिनी भियाल याल ओजी भ्लग। आज की बात सुभाष के साथ मीठी मीठी बात गर्दै हाम्रो बिहानदेखि आजको दिनचर्या कसरी सुरु हुँदैछ देखाउँदैछौँ। अनि मैले पनि मान्टा भाइलाई लो भाइ एउटा भिडियो खिच्दैन त भनेको, ल आउँदैन मलाई त भनेर भन्यो। ठिकै छ, त्यसपछि म आफै खिच्छु भनेर म आफै भिडियो खिच्न लागेँ। त्यसपछि सुरु हुँदैछ मेरो गीत। फुल सारा बेकार छन्, जुन तारा बेकार छन्। आई हामी बोका हो, टाढाबाट सुँगिहाल्छ सुक्नेले। तिमी त अब ल फाइनली हामी अब यहाँ एक्सर्साइज गर्न आइसकेको छौँ। अनि साथीहरू हामी यो तल खोलाको छेउबाट माथि जिस्किँदै चल्दै आइसकेको छौँ। अब त्यसपछि हाम्रो यहाँ सुरु हुन्छ एक्सर्साइज। हात तन्काउने, जिउ तन्काउने, खुट्टा तन्काउने सब एक्सर्साइज हुन्छ। त्यसपछि हाम्रो सुरु हुन्छ पुसअप 1 2 3 4 5 6 7 8 9 10 11 12 गर्दै सक्नेले 18 20 सम्म हानिरहेछ। अनि यतिको एक्सर्साइज ठोकेपछि त बिचमा भालु होइन बाघै आए पनि हानिन्छ, बाघै आए पनि कुर्ती खेलिन्छ जस्तो फिल भइरहेछ यति बेला चाहिँ। गाइड गर्ने चाहिँ एकदम भनेन भने त कहाँबाट नि यहाँ अनि मन्टा भाइले पनि एक्सन ढाका देखायो। त्यसपछि म पनि देखाइदिन्छु भनेर म पनि टाउको टेकेर चुरुक्क उभिएँ। उभिसकेपछि यसो उठ्न खोजेको उठ्नै सकिँदैन। त्यसपछि म लागेँ कि कान्न एक्सन। अनुभव कस्तो हुँदैछ आजको? कस्तो तपाईँको? ए अनुभव भनेको एकदम बबाल दामी हैन। 1 घण्टा हिँडेपछि ल मान्टा देखाउ त भनेको ल। यस्तो हुन्छ कि पश्चिमेली पारामा यहाँ फेरि पुरै छ, चल्दैछ। ए के हो भाइ भनेर बिलाउन गर्ने चाहिँ उहाँ हजुर हाम्रो गुरुजी उहाँ आयो। मैले देखाउने लु अब त भएन। त्यसपछि अब अर्को किक हान्छु, एउटै किक हानेर भएन भनेर यसरी उडेर हान्ने भएको, ब्लङ्ग लडेर खुट्टै मर्क्यो मेरो। ला अझ म त खुट्टा गयो भाँच्यो होला भन्ने सोचेको थिएँ, तर केही पनि भएन छ, हल्का मर्केको मात्रै रहेछ। ल गाइस यस्तै चकचक गर्दा गर्दै आजको एक्सर्साइज पनि सकियो। त्यसपछि लाग्यो हामी स्याउ खान। चेस गरेर स्याउ खायौँ। साँच्चै कप्पै टोक्दैन म रित्तै होला फेरि। सैलुङ्गे लेखमा गुराँसै फुल्यो, बन्चारी रमायो, यो मनमा कस्तो बिरह चल्यो, पिरती बसायो। सिरिरी गुराँसै फुल्यो बनैमा, बनैमा लौ माया नमारे। असारे महिनामा पानी पर्यो रुजाउने, एक्लो यो मेरो मन कसरी बुझाउने। भन्थिन् है मैचाङले रुँदै धरारा, नौ डाँडा
पारी छ कम्पनी सहर बिछोड